एउटा चाहिँ खानु त अब त्यस्तै हो राम्रै हो टोटेला हो यो चाहिँ आयुर्वेदमा पनि यसको छ यो मधुमेह त्यसपछि सुगर प्रेसरका मान्छेहरूको लागि चाहिँ असाध्यै राम्रो यो चाहिँ श्रेष्ठ एन्ड राई होमस्टेमा यस्तो पनि खाना पाइन्छ यो अब पकाउने तयारी हुँदैछ है यो चाहिँ यसमा चाहिँ अब तेल प्याज हाल्नुपर्छ त्यसपछि अब नुन त ठिक यो तितो हुन्छ यो अब अलिक सानो बनाउने हो यो ठ्याक्कै कस्तो भने टोटेला उसिन्नुपर्छ उसिनेर ठ्याक्कै त्यो झोल फाल्ने तर नउसिनिकन गर्दा पनि हुन्छ तर बढी तितो हुने कारणले उसिनेर चाहिँ त्यसलाई फालेर त्यसपछि यसलाई चाहिँ मेथी तेल तताउने मेथी पड्काउने त्यसपछि प्याज मसिनो काटेर हाल्ने खुर्सानी हाल्ने त्यसपछि गोलभेडा हाल्ने त्यसपछि यो टोटेला उ गर्ने यसलाई टक्क पकाउने अलिकति गरेर टक्क पाकेपछि यसमा तितो बनाउँछ नुन हाल्नुपर्छ मसला पनि अलिकति हाल्दा भयो यो अदुवा लसुनहरू पनि राख्न सकिन्छ यसरी चाहिँ पकाएर चाहिँ यो एकदमै मिठो बनाएर तितोपनको लागि मधुमेह र प्रेसरहरूको लागि चाहिँ एकदम हुन्छ राम्रो हुन्छ है।